हामी चाहिँ आज ड्राई पिकनिक गएको। यहाँ उर्मिला उषा चाहिँ मलाई नदेखाउन भन्दै थिए। अनि त्यस पछाडि हामी चाहिँ जाँदैछौँ। एलिसा पछाडि फर्केर मेरो भिडियो नबनाउँदै चाहिँ म चाहिँ गुन्द्री देखाउँदैछु। साथीहरू अब हामी गयौँ झोलामा चाहिँ खानेकुरा बोकेको छ। ऊ पछाडिबाट उर्मिला हात हल्लाउँदै थियो, मेरो झोला देखाइदेऊ भन्दै थिइन्। हामी चाहिँ जाँदैछौँ। त्यसरी यहाँ पुगेपछि चाहिँ कताबाट जाने भनेर अब हेर्दैछौँ। सर्टकट बाटो हेर्नु झोला देखाउँदै छिन्। अब हामी चाहिँ सर्टकट बाटो जाने भनेर छिटो गरेर जाँदैछौँ। यहाँ चाहिँ एन्जलले कोक बोकिन्छ। हामी चाहिँ गयौँ पोखरीको बाटो हुँदै, भुल्केको बाटो हुँदै। अनि स्कुल चोरी जाने भनेको थियो। अनि सबजना गुन्द्री ओछ्यायौँ। अब हामी चाहिँ फटाफट उर्मिला चाहिँ आजको म सेलिब्रेटी हो क्या, मलाई मात्र देखाउँदैछु भन्दै थियो। खानेकुरा उसैले पस्किँदै थियो नि त। अनि त्यही भएर उसलाई नै देखाइरहेको थिएँ क्या। अनि सबैजना सेलिब्रेटी जस्तै भएर आएको छौँ। अब हामी चाहिँ खानको लागि टक्क रेडी भयौँ। सबजना जाने बित्तिकै पहिला खाने अनि मात्र फोटो खिच्नु भनेर क्या बसिहाल्यौँ। अनि त्यस पछाडि भुटन लगेको थियौँ है, चिउरा भुजिया लगेको थियौँ, अचार सचार लगेको थियौँ। उर्मिला चाहिँ अलिक के हालेको थियौँ बाँड्नलाई बसेकी चाहिँ। अनि यहाँ चाहिँ मेरो कहाँबाट फोन थिचिएछ होइन। त्यस पछाडि ल सबजना खाना बस्दै थियो, थालिसके। एकछिन नखानु भनेको सबजनाले खाना थालिसकेछन् क्या। गम काम म चाहिँ क्यामेराम्यान होइन, देखिनै पाएको थिइनँ। बल्ल बल्ल देखिएँ होइन। प्लेट देखाउँदै चाहिँ म चाहिँ खानेकुराको अब खान्छु, कोक खाँदैछु। अनि मैले चाहिँ सबजनालाई एकछिन कोक नखाऊ न है सबजना देखाउने क्या भनेर देखाएँ। भने फेरि 3 जनाको मात्र भयो, फेरि चित्त दुखाउँछन् भनेर होइन। सबजनाको देखाऊ न है, देखाऊ भन्छु, फेरि मान्दैनन् है। बल्ल बल्ल देखाएँ, खान थालिन्। सरिना गम खाँदैछिन्। उता उर्मिला पनि धन्नाधन दिँदैछिन्, धन्नाधन। उषा पनि दिँदैछ। अनि उता एलिसा पनि एन्जल उज्जल गम खाँदैछन्। म चाहिँ लास्टमा अलिकति खाएको भिडियो आयो होइन। मैले चाहिँ भिडियो बनाइदिएन, सबको भिडियो बनाउँदै भिडियो आएन। अनि त्यस पछाडि मैले चाहिँ आफ्नो क्यामेराबाट आफै फर्केर देखाएँ आफैलाई। मेरो त भिडियो खिचिदिने कोही पनि, सब खाना धमाधम मस्त भयो क्या। पहिला खाने भिडियो बनाउनु